मेरो नाम पुनम खत्री छेत्री। सम्पूर्णमा नमस्कार, मेरो नाम पार्वती राणा। र आज म हामीले सङ्कलन गरेको तथ्याङ्क अनुसार पेसागत विवरणको बारेमा केही जानकारी दिन गइरहेको छु, जसलाई विभिन्न रङहरूले सङ्केत गरिएको छ। जस्तै ब्याङ्कमा काम गर्नेहरूको सङ्ख्यालाई हरियो रङले जनाएको छ भने वैदेशिक रोजगारमा गएको मानिसहरूलाई पहेँलो रङले सङ्केत गरिएको छ। त्यसै गरी मजदुरहरूलाई खैरो रङले सङ्केत गरिएको छ र अस्पतालमा काम गर्ने मानिसहरूको जनसङ्ख्यालाई निलो रङले जनाएको छ र व्यापारमा कार्यरत मानिसहरूलाई गुलाबी रङले जनाएको छ भने गृहिणीहरूलाई बैजनी रङले जनाएको छ र अन्तिममा सुन्तला रङले कृषि गर्ने मानिसहरूको जनसङ्ख्याले जनाएको छ र यसको प्रतिशत चाहिँ मेरो साथीले भन्नुहुन्छ। मैले चाहिँ नि आज हजुरहरूलाई पेसागत विवरणको प्रतिशत भन्न गइरहेको छु। ब्याङ्कमा काम गर्ने 4% रहेको छ भने साथसाथै वैदेशिक रोजगार र मजदुर गर्ने नि 4% रहेको छ र यसै गरी अस्पतालमा काम गर्ने 12% रहेको छ भने साथसाथै व्यापार गर्ने नि 12% रहेको छ र गृहिणी गर्ने 22% रहेको छ भने अन्तिममा कृषि गर्ने 42% रहेको छ र यसै गरी हामीले गरेको विवरण अनुसार ब्याङ्क, वैदेशिक रोजगार र मजदुरमा एकदम कम पाएको छौँ भने कृषिमा चाहिँ एकदम धेरै पाएको छौँ। धन्यवाद।